रुन आँटिसक्यो यता फक्ताङ चाहिँ। आज चाहिँ हाम्रो चाहिँ हिजै खाने भनेको चैते दसैँ भान्सेनी मैया दुःख पाउने यता छ कति हुँदैछ ल यता साइला ब्रो यता छ आफू आफू हान्छे। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई मेरो ब्लगमा स्वागत छ। आज चाहिँ म चाहिँ हाम्रो किचनदेखि भिडियो स्टार्ट गर्दैछु। आज चाहिँ हाम्रोमा चाहिँ हामी चाहिँ बहिनीहरूसँग चाहिँ पानीपुरी बनाएर खान लागेको छौँ। हेर्दै जानु होला हामीले चाहिँ मैले चाहिँ कति धेरै पानीपुरी बनाएको छ भने चाहिँ मैले भन्दा पनि बहिनीहरूले चाहिँ बनाउनु भएको म तपाईँलाई देखाउँछु। यो ठुलो आरीमा चाहिँ हामीले चाहिँ यति एक आरी पानीपुरी चाहिँ पानीपुरीको खोल बट्टा के भन्छ यसलाई पानीपुरीको गोलो चाहिँ बनाइसकेको छ। एक आरी रेडी छ। अनि यहाँनिर पनि पानीपुरी नै रहेछ। यहाँनिर पनि हामी चाहिँ यत्रो धेरै छ। अनि त्यसपछि भनेको यहाँ यहाँ सानो भाँडाको सानो भाँडा भन्दा पनि ठुलै छ एक भाँडा। अनि यहाँ एक आरी अचार बनाउनको लागि चाहिँ यहाँ आलुहरू छ। ओके ल हाम्रो झोल चाहिँ यहाँनिर रेडी भइसकेको छ। झोल चाहिँ हामीले एक भाँडा बनाएको छौँ। अनि त्यस पछाडि चाहिँ यो त मैले तपाईँलाई अघि पनि देखाइसकेँ। हाम्रो चाहिँ कति यो के भन्छ हौ यसलाई के भन्छ हौ यसको नामै आउँदैन। पानीपुरीको डल्लो पानीपुरीको डल्लो चाहिँ यति छ। यो सब बनाउने क्रेडिट चाहिँ कसलाई जान्छ भन्दाखेरि मेरो प्यारी कान्छी नन्दलाई जान्छ। केही गर्नु पर्दैन भाउ के भन्छ नन्दहरू सबैजनाले गर्ने भएर नन्द देवर हुनको फाइदा चाहिँ मेरो यति छ। मैले केही गर्नु पर्दैन खान मात्रै अब सबले दाना दाना खाएर सकाउनु थाल्यो त अनि नखाइकन। अब यहाँ रेडी भइसकेको छ। खोइ अचार पनि निकाल्नु न त्यो चाहिँ के पिरो नहुनेलाई। ए म त कस्तो यहाँ अघि रेडी रहेछ नि त। वाउ यहाँनिर चाहिँ आलुहरू रेडी भइसकेको छ। आलुको अचार किमा। अनि त्यस पछाडि अरू अब हामी खान्छौँ। को सबैजना आउनुभयो ल भइसक्यो। त्यहाँ चाहिँ अलिक नडुबाएको भए हुन्थ्यो। ल अरू सब हेरेको हेरे भइसक्यो छिटो रुन आँटिसक्यो यता फक्ताङ चाहिँ। आज चाहिँ हाम्रो चाहिँ हिजै खाने भनेको चैते दसैँ चाहिँ गइसक्यो। चैते दसैँमा खाने भनेर दिएको बाँझो हुन्छ। ल यहाँनिर चाहिँ हामी पानीपुरी खान सुरु भइसक्यो। यतादेखि काइलाको हेर्नु काइलाले अघि कति हानिसक्यो। सबसे ज्यादा हान्ने बहिनीको यहाँ छुट्टै आफ्नै पारा छ भनेको। यता सबजना आमा बेहुली हो कि क्या हो नुमा सबजनालाई नदेखाउनु भन्दै भान्सेनी मैया दुःख पाउने यता छ। कति साह्रो घामले हो कि किन पो यस्तो आउँदैछ। ल यता साइला ब्रो यता छ। ल अब हामी चाहिँ खान्छौँ। यो चाहिँ मेरो भाग हो। आज म पास्ता एउटा अबि के अझै कतिवटा खाने अरे अगाएको खाने एउटा खाइहाल्नु चाहिन्छ। त्यत्रो खर्सानी खाएपछि टोइलेट पाइन्छ। नुमा अगाएको अगाएन 10 चोटि थप्दा पनि नुमा अगाएन अन्त। यता भाइ साहब फेरि सोरेको जतै पनि सोर्न पुगेर। आज चाहिँ मैले भिडियो चाहिँ यतिमै इन गरेँ। भिडियो कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गर्न नबिर्सिनु होला। नेक्स्ट ब्लगमा भेटौँ साथीहरू। बाई बाई।